नमस्ते, म सुजन महर्जन एज अ बन्जी मास्टरको रूपमा काम गरिरहेको छु। म यो फिल्डमा चाहिँ लगभग 17 वर्षदेखि म आबद्ध छु। यस्तो ठाउँमा चाहिँ मैले थुप्रै ठाउँमा बन्जी गरेको छु। अनि फर्स्ट टाइम हामीलाई काजी सर हाम्रो मनोज सरले यहाँ ल्याउँदाखेरि चाहिँ म एकदमै एक्साइटेड थिएँ। त्यत्रो खुल्ला भ्याली भएको टावर उठाएर गर्नु, त्यो सिटी एरियामा गर्नुभन्दा त यो ठाउँमा गर्दा त सुरुमै मलाई त एकदमै एक्साइटेड थिएँ र बन्जी गर्दा पनि म त एकदमै गजबै मजा लाग्यो मलाई चाहिँ। अनि रिबाउन्ड्सहरू यताउता गर्दा एकदमै रमाइलो। अनि थुप्रै ठाउँमा गरेको छु। मेरो अब आफू म काम गर्ने द लास्ट रिजोर्ट त्यो पनि आफ्नै तरिकाले एकदमै बेस्ट छ भनेदेखि यो मलाई एकदमै भिन्नै टेस्ट र एकदमै बेस्ट लाग्यो। म आफै पनि एकदमै इन्जोय गरेँ मलाई चाहिँ बन्जी। हजुर, के नौलो अनुभव ठाउँ मलाई त एकदम ठाउँ नौलो लाग्यो। अब यो तपाईँको दायाँ बायाँ गर्स होइन, एकदम मलाई एकदम। हजुर नमस्ते, मेरो नाम चाहिँ भोला श्रेष्ठ, म पनि लाइसेन्सको जम्मा छ। सो हामी दुईजना चाहिँ सँगै काम गरेको 17 इयर्स, सेम डेमा स्टार्ट गरेको। सो हामीले चाहिँ धेरै ठाउँमा धेरै जम्पहरू गरेको छौँ। लगभग 1000 जम्प त हाम्रो क्रस भइसकेको छ। सो लगभग 10-15 डिफ्रेन्ट ठाउँमा हामी जम्प गरिसकेको छौँ। सो सिक्किममा चाहिँ उसले भने जस्तै आउने बित्तिकै एकदम नेचुरल छ कि। सो अन्त जम्प चाहिँ टावरबाट गर्ने अलिकति हुन्छ नि संरचना बनाएर, सो चाहिँ अलरेडी नेचुरल गोर्स भ्यू सबै कुराले एकदम राम्रो छ कि। अनि आउने बित्तिकै कहिले जम्प गर्नु जस्तो एक्साइटेड भइसकेको थियो मलाई चाहिँ। सो हामी चाहिँ हिजै गर्ने कि भन्ने खालको कुरा नि भइसकेको थियो। फेरि उहाँले मिडिया आउनुहुन्छ एकछिन कुरौँ भनेर चाहिँ हामीले आज कुर्नु पऱ्यो। सो आज गर्दाखेरि लास्ट रिजोर्ट जस्तो लाग्यो। लास्ट रिजोर्ट पनि हाम्रो त्यस्तै छ। सो मुनि गोड छ, खोला छ, केही पनि डिफ्रेन्ट छैन, एकदम मजा आयो। सो इन्डियाको सबभन्दा बेस्ट जम्प साइट यो हो। भेरी गुड आफ्टरनुन। माइसेल्फ एडभेन्चर टुरिज्म, हामी टुरिज्म डिपार्टमेन्टबाट जोइन्ट डाइरेक्टर माइसेल्फ र मेरो इन्टायर टिम र यहाँ हुनुहुन्छ हाम्रो नेपालबाट आउनुभएको एक्सपर्ट हुनुहुन्छ। अनि तपाईँलाई आफै इन्ट्रोड्युस गर्नुहोस् न। पुवन शर्मा। हजुर, यसै प्रावधानमा हामीले यो धेरै अगाडिदेखि यो जग्गामा एउटा कुनै पनि एडभेन्चर प्रमोसन गर्नु भनेको र त्यसमा हामीले पोटेन्सियल हेरेर जाँदा चाहिँ यो बन्जी जम्प र हामीले यो सोचेर यसमा योपालि हामीले एकदमै सक्सेसफुली अहिले बिहान हामीले 2 जम्प ट्रायल पनि भइसक्यो। र यसमा हामीले एउटा राम्रो कुरा के पायो भने अघि उहाँहरू टेक्निकल कोसँग बस्यो हाम्रो डेप्युटी सर, र सायद यो इन्डियामा यो जुन चाहिँ आजको यो 120 मिटर भन्ने छ हामी लगभग, र यो इन्डियाको हाइएस्ट बन्जी जम्प हुन जाँदैछ ल। यो इन्डियामा नै हाइस्ट, र अहिले हामी इन्डियामा हाइस्ट बन्जी जम्प रहेछ उत्तरकाशीमा, र 117 फिट भन्नुहुँदैछ, 170 फिट। र यो 17 फिटभन्दा अझै अलि माथि जाँदैछ मिटर, र यो हाइस्ट जाँदैछ। र अर्को हाम्रो एउटा राम्रो उयो पनि हुँदैछ, के छ भने अहिलेसम्म इन्डियामा जति पनि बन्जी जम्प हुन्छ त्यो क्यान्टिलिभर या तपाईँले भन्नुहुन्छ क्रेनबाट मात्रै जम्प छ। यो नेचुरल यो सस्पेन्डेड ब्रिजबाट छैन। र त्यो पनि हाम्रो इन्डियामा यो सिक्किमको यो बन्जी जम्प ब्रिजबाट यो फर्स्ट टाइम भएर जाँदैछ। र यो बन्जी जम्प मात्रै होइन, यसमा हामीले 3-4वटा इभेन्टहरू सोचिसकेको छ। यहाँ सर एक्सपर्टहरूले पनि हामीलाई सजेस्ट गर्नुभएको छ। यसमा एउटा लङ्गेस्ट जिप लाइन सिक्किमको, स्काई साइक्लिङ र बन्जी स्विङ, ग्लास वक त हुँदैछ, र साइक्लिङ गरेर यहाँ 4-5वटा इभेन्ट गर्दैछ। र एउटा सिक्किममा यो जग्गामा जुन भन्नुहुँदैछ रुरल टुरिज्ममा नै हामीले यो टुरिज्म चाहिँ प्रमोट गर्दैछ रुरल एरियाबाट, एउटा हब नै भएर जाँदैछ यसमा। सो पहिला सुरु चाहिँ नमस्ते हजुर सबैजनालाई, म भुवन शर्मा द लास्ट रिजोर्टबाट। हाम्रो सिक्किम टुरिज्म डिपार्टमेन्टलाई धेरै धेरै धन्यवाद, एमएलए सरलाई पनि धेरै धेरै धन्यवाद। र हामीले सोचेको भन्दा धेरै धेरै सद्भाव भेटेको छौँ यहाँ सिक्किम सबै दाजुभाइ दिदीबहिनीबाट। त्यसमा पनि हामी एकदम खुसी छौँ। हाम्रो यो कन्भर्सेसन भएको थुप्रो भयो कि यहाँ पनि पोसिबिलिटी छ, फिजिबिलिटी छ भनेर कुरा भएको धेरै भयो। हामीले अघि भर्खर मनोज सरसँग पनि कुरा गरिरहेको थियौँ, अरू विभिन्न देशबाट पनि हामीलाई अप्रोच भएको छ सरकारकै तर्फबाट पनि बन्जी गराउन भनेर। तर त्यो चाहिँ गर्न प्रोसेस एकदम लामो भएर ब्युरोक्रेसीमा हराउने ओर्ने भइरहेको हुन्छ होइन। यहाँ चाहिँ सफल भएको कारण पनि मेरो विचारमा सिक्किम टुरिज्म डिपार्टमेन्टले कति चाहिँ मेहनत गरेको छ यसमा भन्ने पनि हामीले प्रशस्त देखेका छौँ। अब यसमा फिजिबिलिटी भनेको त ब्रिजको स्ट्रक्चर भयो, लोकेसन भयो, हाइट भयो, बन्जीको लागि कति मिनिमम हाइट चाहिन्छ भन्ने कुरा भयो होइन। त्यो नै हो फिजिबिलिटी। त्योभन्दा बढी त के चाहियो र लोकेसन हेर्नुहोस्। अब सिक्किम जहाँ गए पनि पोटेन्सियल बाहेक के पनि छैन। गजबको दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, हस्पिटालिटीमा पोख्त हुनुहुन्छ, जहाँ हेऱ्यो ठुलो माउन्टेन पहाड। अब यहाँभन्दा टुरिज्मको लागि अरू चाहियो कि त फिजिबिलिटीको लागि होइन। सो मैले हेर्दाखेरि चाहिँ पोटेन्सियल अथाह छ। टेक्निकल फिजिबिलिटी भनेको चाहिँ अब इन्जिनियरिङ सम्बन्धी भयो, स्ट्रक्चरको स्ट्रेन्थहरू भयो, अब अरू त सबै इक्विपमेन्टहरूमै भर पर्छ। सो बन्जी भनेको चाहिँ हाम्रो इलास्टिक रबर युज गरेर हामी जम्प गर्छौँ होइन। तपाईँको इलास्टिक रबर हुन्छ जुन चाहिँ तपाईँको खुट्टा र यहाँ तपाईँको हार्नेसमा जोइन गरिएको हुन्छ, डबल ब्याकअप लगाएर तपाईँ हाम फाल्नुहुन्छ। 1-2-3 सेकेन्डसम्मलाई तपाईँ खस्नुहुन्छ। अनि जुन बेला चाहिँ तपाईँको फ्री फल एन्ड हुन्छ तब चाहिँ तपाईँको डोरी स्ट्रेच हुन्छ कि रबर तन्के जस्तो मजाले स्ट्रेच हुन्छ। अनि त्यो स्ट्रेच भएपछि तपाईँ रबरले फाले जस्तै तपाईँलाई माथि फाल्छ। अनि 2-4 चोटि तपाईँ बाउन्स हुन्छ अनि त्यसपछि रोकिन्छ।
है। अनि त्यसपछि हामी तपाईँलाई पुल अप गर्छौँ। यो रबर चाहिँ कति स्ट्रेच हुन्छ, यो रबरको क्वालिटी के हो भन्ने चाहिँ यो चाहिँ टेक्निकल एस्पेक्ट हो जुन चाहिँ हामीले अब अहिले बुझाएर पनि बुझिँदैन। सो हामीले रबर चाहिँ बाहिरबाट इम्पोर्ट गर्छौँ, त्यसलाई स्पेसल तरिकाले रबर बनाउँछौँ। अनि त्यो डोरी अथवा रबरको डोरी चाहिँ वेट अनुसार फरक पर्छ कि एकदम हेभी मान्छेलाई अर्कै खालको डोरी हुन्छ, अनि त्यसपछि अलिकति मिडियम वेटकोलाई बेग्लै हुन्छ, लाइट वेटकोलाई बेग्लै हुन्छ। अब सेफ्टीको कुरामा गर्दाखेरि चाहिँ अब हाम्रो यहीँ ऋषिकेशमा जम्प गराउने एकजना मार्क मार्टिना भन्ने हुनुहुन्छ, उहाँले हाम्रो स्टाफहरूलाई पनि ट्रेन गरे, उहाँको गुरु मान्नुहुन्छ होइन। उहाँले चाहिँ के भन्नुहुन्छ नि बन्जी चाहिँ त्यस्तो एडभेन्चर पनि मान्दिनँ म, किनभने यो यति सेफ छ भन्नुहुन्छ। हामीले चाहिँ काठमाडौँमा चाहिँ हामीले बन्जी बेच्दाखेरि चाहिँ कतिको सेफ छ भन्दाखेरि बाटोमा हिँड्नुभन्दा चाहिँ बन्जी गर्नु सेफ छ भन्छौँ। तर त्यो हाम्रो काठमाडौँको ट्राफिक हेरेर हजुरको अभियसली अलिक बेटर होला। सो सेफ्टी भनेको चाहिँ एज लङ एज तपाईँले लोभ गर्नुहुन्न पैसामा, इक्विपमेन्ट जस्तो अब बन्जी रबर चाहिँ तपाईँलाई सर्टेन टाइम युज गरेपछि फालिदिनुपर्छ, तपाईँले युजै नगरिकन स्टोर गरेर राख्नु भएको छ भने फालिदिनुपर्छ, इक्विपमेन्टहरू पुरानो भएपछि फालिदिनुपर्छ होइन। कति युज गर्ने भन्ने स्ट्यान्डर्ड एउटा हुन्छ, त्यो इक्विपमेन्ट राम्रोसँग छानेर किन्नु पऱ्यो। अनि त्यो सबैको लागि एसओपी चाहिँ चाहिन्छ कि कसैले चेक गर्ने हुनु पऱ्यो, उहाँहरू त्यसमै एक्सपर्ट हो। अहिले मैले बोलिरहेको छु, अब खास हिरोहरू चाहिँ उहाँहरू दुईजना हो होइन। उहाँले मलाई तपाईँले जम्प त गर्नु भने बोल्ने काम त एउटा पाओस् न भनेर उहाँले दिनुभयो मात्र हो होइन। तर सो तपाईँ कतिको क्वालिटीमा तपाईँले ध्यान दिनुहुन्छ, क्वालिटीमा ध्यान दियो भने चाहिँ बन्जीमा इन्सिडेन्ट फ्री नै गर्न सकिन्छ हजुर।